गाइस सबैजनालाई मेरो तर्फबाट हैन नमस्कार छ। आज आफ्टर लङ टाइम भनौँ न, लङ टाइममा म अब मेरो भिडियोको तरफ आएको छु। जबबाट म घरमा आएको छु तबबाट मतलब म भिडियो नै मात्रै बनाएको छुइनँ गाइस हैन। आज म तपाईहरुलाई मेरो सानो एउटा भिडियोमा देखाउँछु कि म आज घरमा बस्दाखेरि के गर्छु। मतलब एउटा सानो टेक्नोलोजी भन्दाखेरि टेक्नोलोजी देखाउँछु ल। चलो त्यसै भने म तपाईहरुलाई देखाउन जानेछु। राम्रो लाग्यो भने लाइक गर्नु, कमेन्ट गरिदिनु होला, हल्का फलो पनि दबाइदिनु होला ल। आज पुरो गाउँको लोकल भिडियो आउँछ गाइस, हेर्दै गर्नु होला। एकदम मलाई पनि एकदम सर्दी भइरहेछ त्यहाँबाट घरमा केही काम नहुनुको कारण आज जुन एउटा नयाँ विशेष टेक्नोलोजी भनौँ न हैन। यहाँनिर यो स्टिङ यस्तो स्टिङको बोतल हो गाइस हैन। यो चाहिँ के को लागि बनाएको होला यसो तपाईहरुले सोचिदिनु होला, तल कमेन्ट गरिदिनु होला है। के को लागि होला यो चाहिँ, भाइले के को लागि बनाउँदैछ होला भनेर। हस् त गाइस हेर्दै गर्नु होला यो ल। म यहाँनिर को गर्दैछु यहाँनिर भन्दाखेरि आफ्टर लङ टाइम आज मैले भिडियो सुट गर्दैछु हैन। हेर्नु होला बहुत म घरमा आएकोबाट मैले मतलब मोबाइलमा यति फोकस दिनै पाएको छैन हैन। घरको परिस्थिति अब यस्तै छ। हेर्दै गर्नु होला यहाँ ल। यिनीले गाइस मैले चाहिँ यो लगाइसक्यो, लुगा मैले प्यान्ट खोलेको। अब तपाईहरु हेर्न सक्नुहुन्छ यस्तो मतलब यस्तो खालको भयो है। अब यसलाई चाहिँ म ठक राखेर हैन घाममा सुकाइदिन्छु। म यस्तो गरेर ठक राखेर घाममा सुकाइदिन्छु। यसरी म सुकाइदिन्छु। यसरी यस्तो घाममा सुकाइदिन्छु। यो सबै मैले लिएर आएँ, यिनीलाई राखिदिन्छु यसरी सुक्नुको लागि। यसरी हुन्छ, यसरी हुन्छ नि।
कुनै कुनै जग्गामा चाहिँ